कतिसम्म सोचेर रहेछ हेर्नु त तपाईँको बारेमा आम्मामा म त छक्कै परेँ अनि पछि आएर चाहिँ बोल्दै बोल्लान् के बोल्नु होला र सोचिरहेको थिएँ कि मैले म त्यति साह्रो घमण्डी नि छैन है तर यतिको चाहिँ हुनुपर्छ जे होस् मान्छेको घमण्ड छैन कि उहाँमाथि किनभने सबैसँग बोलिदिनुहुन्छ यतिको भएन भने पनि त सकिन नि त गाह्रो छ नि त सबैसँग बोल्नुपर्छ होइन अब त्यही हो अरू के भन्नु र हो ओके अब योभन्दा पछि पनि गीत गाउने रहर चाहिँ छ कि छैन अन्जुसँग तपाईँभन्दा अलिक सिनियर हुनुहुन्छ नि त छ किन नभन्नु ओके एकअर्कालाई स्टोरी थाहा छ उहाँको स्टोरी तपाईँलाई थाहा छ भनौँ थाहा छ भने केही पनि थाहा छैन मलाई हेर्नु भएको छैन है जे इन्टरभ्यू हेर्नुभयो गीत अरू धेरै चाहिँ के हेरेन कि मतलब त्यो गाउँमा दिएको एकचोटि इन्टरभ्यू देखेको आउँदै गरेको मतलब आउँदै गरेको अनि पछि यहाँ आएर एउटा गीत रेकर्ड भयो भन्दा सुनेको अनि पछि आइसकेपछि टिकटक बनायो त्यही हो अरू चाहिँ त्यति खासै पनि थाहा भएन ए अन्जुको बारेमा केही थाहा छ भाइलाई योभन्दा पहिला गीत मात्रै सुन्नुभयो होइन गीत अब आफ्नो